खोला नाला सुसाइदिन्छ सुनसान। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। मेरो नाम बिन्दा गुरुङ। हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पतर्फ जाँदैछौँ। अहिले चाहिँ आधा बाटोमा झिनुवाबाट माथि उकालो चढ्दै हो है। एकदमै गरम भएको छ, आधा बाटोमा आइपुगेको छ। मैले इन्ट्रो भिडियो बनाउन पाएन स्टार्टिङमा है, सो म अहिले बनाउँदैछु। म हजुरहरूलाई म सँगसँगै लानेछु। अन्तिमसँग मेरो भिडियो हेरिदिनु होला अनि लाइक सब्सक्राइब पनि गरिदिनु होला है त। यस्तो राम्रो राम्रो होमस्टेहरू पनि रहेछ, राम्रो राम्रो होमस्टेहरू। कोही फर्किँदैछ। हेलो, हामी चाहिँ आधा बाटोमा आइपुग्यो। एक घन्टा जस्तो हिँड्यो होला। एकदमै थकाइ लाग्यो, पसिना पनि आयो, गरम पनि भयो। अझै बल्ल स्टार्टिङ हुँदैछ, थाक्यो। स्टार त दुधको न्युकी वे भन्छ नि होइन बाबु, यस्तो दामी देखेको त होइन, मैले भुल्दिनँ। अब अझै लालाजीले भने जस्तो घरबाट हिँड्दा नि 15 मिनट, अझै 15 मिनट भने जस्तो तपाईँले 45 मिनट भनेको। यहाँ दिमागमा त्यही 45 मिनट भएर थकित फर्किँदैछ। कोही पुगेर पनि फर्किसक्यो, हामी आउँदै यता पनि आउँदैछ। म्याराथन टोली छुम्रोङमा आइपुग्यो एबिसीबाट। ए त्यहाँ वेलकम प्रोग्राम उस रहेछ कि यहाँ रहेछ। ए म्याराथन पनि रहेछ। हामी यहाँ छुम्रोङमा बिसाउँदै। कस्तो छ हालत? ठिक छ? भिरै भिर म्याराथन पनि रहेछ। एबिसीबाट सिधै 4 घन्टामा यहाँ छुम्रोङ आइपुगेको अरे यो म्याराथन टोलीहरू। हामी चाहिँ अहिले छुम्रोङ गाउँमा आइपुगेको छौँ। छुम्रोङ गाउँ यस्तो छ, यता पहाडै पहाड यसरी छ। अब हामी अप्पर सिनुवा पुग्ने हो अनि आजको हाम्रो यात्रा ब्याम्बोसम्म जाने कोसिसमा छौँ हामी, होइन फुपू? कस्तो भइरह? म त थाकेको छु। सरकारी लिनु हुन्छ क्या। हेलो गाइज, अहिले हामी छुम्रोङ गाउँमा छौँ है। अब हामी लन्च गर्ने हो यहाँ छुम्रोङमा। त्यसपछि हामी अप्पर सिनुवासम्मको हाम्रो टार्गेट हो। सकेन भने त्यहीँ बस्ने हो, नत्र भने चाहिँ हामी ब्याम्बोसम्म पुग्ने हो। अनि भोलि चाहिँ हामी बेलुकासम्म भए पनि एबिसी पुग्ने भन्ने हाम्रो टार्गेट छ। तर हेरौँ के कस्तो हुन्छ। हेलो है, हजुरहरू पनि म सँगसँगै आउनु होला। मेरो भिडियोमा लाइक सब्सक्राइब गर्नु होला गाइज। म पहिला कोरी जाँदाखेरि चाहिँ यहाँ बाटोमा चाहिँ त्यस्तो उसहरू थिएन। अहिले चाहिँ यता चाहिँ यस्तो राम्रो सुविधाहरू रहेछ क्या। अनि यहाँ चाहिँ म्याराथन पनि रहेछ, म्याराथन रेस पनि रहेछ। एबिसीबाट 4 आवर्समा म्याराथन गरेर आउनुभएको रहेछ उहाँहरू। यो छुम्रोङ गाउँ हो। यतातिर चाहिँ कस्तो राम्रो रेस्टुरेन्टहरू पनि रहेछ क्या। कस्तो राम्रो रेस्टुरेन्टहरू रहेछ क्या यता चाहिँ। गाउँ त कस्तो राम्रो है, तर कोरीहरूमा चाहिँ यस्तो छैन नि त है। यो चाहिँ एकदम विकसित भएको रहेछ यो ठाउँ चाहिँ। हामी चाहिँ हिँड्दैछौँ छुम्रोङ गाउँ। सिद्धान्त फुपू आउँदैछ। वा कस्तो राम्रो। म चाहिँ यता छु गाइज। आज हामी ब्याम्बोसम्म पुग्ने भन्ने टार्गेट हो है। पुगेन भने चाहिँ हामी अप्पर सिनुवामै बस्ने हो। भोलि चाहिँ बिहानै उठेर कुदेर
एबिसीसम्म भोलि बेलुकासम्म पुग्न पायो भने भनेको वाउ कस्तो राम्रो गाउँ पहाड दामी 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 हेलो Yay! Nice to meet you. Nice to meet you. भिडियो कम क्लोज थाकेको भयो थाकेको त्यहाँबाट हामीलाई फोटो खिचिदेऊ न पकाइ हामी अहिले छुम्रुङ गाउँमा छौँ छुम्रुङ गाउँमा हो हामी अहिले चाहिँ छुम्रुङ गाउँमा बसिरहेछौँ यहाँ एकछिन रेस्ट आज हामी छुम्रुङमा गएर लन्च गर्ने हो Oh my god. छुम्रुङ गाउँ छुम्रुङ गाउँको गुम्बा छुम्रुङ स्तुपा गुम्बा उताबाट हिँड्दै आउँदै गुम्बामा खुट्टा कामेको भाइ थरर कामेको खुट्टा त ल है चम्रुङमा त पानी परेको अवस्था हामी अब यहाँ खाने हौ कि यस्तो पानी पर्यो पानी परेर यहाँ यस्तो भयो हामी चुम्रुङमा यहाँ खाना खान लाग्यो पानी परिरहेछ कस्तो राम्रो पाउडरमा छ है पाउडर यहाँको दुध हुन्न यहाँको दुध भैँसी पाल्ने छैन भन्दैछ तपाईँले चाहिँ म काम गयो गाउँको भएर हो क्या ल हामी अब चुम्रुङबाट खाना खाएर यहाँ टक्क पानी पनि पर्यो है गाइज पानी परेको अवस्था अब हामी खाना खाएर फुल एनर्जीको साथ हिँड्दैछौँ यता टोलीहरू हुनुहुन्छ पानी पर्यो ए झरी नझरी देऊ यसरी ओ माय गॉड यो पुलमा खोला कत्रो तल अरे चक्कर लाउने पानी पर्यो गाइस पानी पर्यो अस्ति थाक्यो Oh my god अझै कति घन्टा सिधै त तलै छ चाहिँ
लामो हिँडाइ पश्चात लोअर के अरे सिनुवा लोअर सिनुवा हेलो गाइज अहिले हामी चाहिँ यहाँ अप्पर सिनुवामा आइपुग्यो ड्रिङ्क अब हामी ब्याम्बो जाने हो यहाँ चाहिँ यति धेरै मान्छे अहिले चाहिँ हामी अप्पर सिनेमामा आइपुग्यो कस्तै थाक्यो कस्तो दामी झर्ना रहेछ ल हामी चाहिँ अहिले ब्याम्बो जिनुवाबाट 9 आवर्स हिँडेर ठिक्क अहिले बेलुकाको 8 बज्यो हामी ब्याम्बोमा आइपुग्यो आजको डिनर उनीहरूको चाहिँ खाना मेरो चाहिँ वाइ एग वाइ हेलो गुड मर्निङ एभ्रिवान हामी चाहिँ हिजो सिनुवाबाट आएर यहाँ ब्याम्बोमा बसेको आज चाहिँ अब मर्निङ अहिले 8 बज्यो 7:30 भयो अब 8 बजीतिर हामी हिँड्ने हो आज त एबिसी पुग्दैन होला पुग्यो भने चाहिँ जाने हो यो चाहिँ ब्याम्बो हो हामी चाहिँ हिजो राति आइपुगेको थियो 8 बजे त्यो भएर मैले खिच्न पाएन हामी चाहिँ हिजो बेलुका यहाँ बसेर अहिले चाहिँ 8 बज्यो हामी हिँड्न लागेको अब एबिसीतिर यस्तो पहाडै पहाड छ सिन्धे राम्रो आएको तर त्यस्तो भर्दै झर्ना चाहिँ होइन छ नि राम्रो झर्ना त वहीँ स्याङ जाने बेलामा आउँछ बाटोमै आउँछ मलाई नि एक सर्टमा हामी चाहिँ अहिले ब्याम्बोबाट माथि जाँदै हो एबिसी जाने क्रममा कस्तो राम्रो हेर्नु न यहाँ वाउ हिँड्दै हो गाइज ब्याम्बोबाट यहाँ फुपू र सिदानको फोटोसुट हुँदैछ वा फुपू खुट्टा त यहाँ पो डुबाएर बस्नुपर्छ जस्तो हेर्नु त है टाइमै छैन म त हिजो बेलुका त्यस्तो चिसो पानीतिर नुहाएको क्या फ्रेस भयो म त हामी दोभानबाट माथि जाँदै हो कस्तो राम्रो खोला रहेछ यहाँ बिचमा दामी खोला दोभानबाट यस्तो छ यहाँ चाहिँ सिदानो ड्याउ वाउ वाउ आज हामी माछापुच्छे बेस क्याम्पसम्म पुग्नु भनेको एबिसी त पुग्दैन होला त्यहाँबाट चाहिँ भोलि बिहानै 4 बजे हिँडेर 2 घन्टा जतिमा एबिसी पुग्छ भन्छ है रफ्तारमा हिँडेको हिँड्न त बाटो यस्तो उकालो नि छ तर पनि हिँडिरहेको छौँ सिधा आउँदैछ तल हेलो गाइज अहिले चाहिँ हामी यहाँ हिमालय क्षेत्रमा प्रवेश गरिसक्यो यहाँ कस्तो राम्रो मन्दिर रहेछ ओ माई गॉड यो झर्ना कति राम्रो
ओ माई गॉड, ओ माई गॉड, कति राम्रो हेर्नु न। अझ यो क्यामेरामा क्याप्चरै भएको छैन। कस्तो दामी, कस्तो हिँडेर आयो। लुक, दामी दामी दामी। यस्तो गर्नुभयो। हेर्नु त, अबि तल त डेन्जर खोला रहेछ। अबि चक्कर लाग्ने। यो हिमालय वाउ, हेर्नु त कस्तो दामी। Look, 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 see. कुनैको त्यो झरेको रहेछ क्या है। हामी हिमालय आइपुग्यो। 2900 मिटर हाइटमा आइपुग्यो। यहाँ एउटा रेस्टुरेन्ट छ हिमालय भन्ने। 2900 हाइटमा आइपुग्यो। यता यति धेरै छ। थाकेर शेष पर्यो होला। माई गॉड, यस्तो थाक्यो कि यस्तो थाक्यो कुरा नगरौँ। हिमालय ल हामी त हिमालयमा आएर यहाँ खाना डिनर डिनर रे लन्च आजको लन्च स्प्यागेटीले यहाँ अम्लेट। फाइनल्ली हामी यो केपसम्म आइपुग्यो। अब देउराली आउन आधा घन्टा बाँकी छ। हेलो गाइस, हामी त यहाँ देउराली हो, त्यहाँ हो देउराली आइपुग्न लाग्यो। यस्तो दामी झर्ना रहेछ यहाँ। हो माई गॉड, खिच्ने हो अब। हामी यता कस्तो दामी। हामी अब देउराली आइपुग्न लाग्यो। देउराली यहाँ हो, यहाँ निसा फुपू। कस्तो राम्रो झर्ना। अनि म यता एकदमै माथि माथि आएपछि चाहिँ अलिकति गाह्रो हुँदो रहेछ हिँड्न पनि। रुख लागेर जस्तो भइरहेको। भिडियो गर्दैछु।
र हामी देउराली आइपुग्यो 3200 मिटर आइपुग्यो हामी वेलकम टु देउराली 3200 मिटर्स ल हामी देउराली आइपुग्यो है यस्तो छ यस्तो गाह्रो पऱ्यो हिँड्नलाई एमबिसी जाँदै हो एबिसी हामी पुग्दैन होला आज एमबिसीसम्म चाहिँ पुग्छ होला अहिले यहीँ 5 साढे 5 भइसक्यो हो माइ गड थाकेर यस्तो छ गाइस मलाई त लेक लाग्यो म त मर्न लाग्यो म त यहाँ पुग्दिनँ कि एबिसी नि हाई अल्टिट्युड लाएर यहाँ यस्तो भयो मलाई पनि त्यस्तै भयो यो भाइलाई नि यस्तै भयो माइ गड अन्त हाई अल्टिट्युड लाएर यस्तो भयो मलाई पनि त्यस्तै भयो यहाँ छाती दुखेर के भन्छ हामीले हाइड्रोलाइट भन्छ कि अस्ट्रेलियामा हामीले कमजोर त्यो एनर्जी दिने कुरा के जीवन जल जस्तो के के एकछिन नहिन एकछिन कति आयो मेरो मेरो हटबिट 99 रहेछ है 91 भनेको ठिकै हो है होइन र ठिकै छ त्यो भाइलाई त्यस्तो भयो कति भयो ओ माइ गड लेक लाएर यस्तो भयो एमबिसी माउन्ट बेस क्याम्प यहाँ छ लेक लाग्यो हामीलाई यो भाइहरूलाई लाग्यो मलाई पनि लाग्यो साह्रै गाह्रो भयो एमबिसी यहाँ यति माथि हामी यहाँ हिँड्न नसकेर यस्तो झन् मलाई त लेक लाएर हैरान भयो त्यो भाइ नि अघि अलिअलि हिँड्न सकेको छैन कि तल याद गरेको थियौ बसेको बसाइ गरेको थियो बिचरा अन्त यस्तो बाटो कस्तो त्यहाँ माथि पुग्न नि कति गाह्रो भयो यस्तरी गाह्रो भयो ए हामी त्यस्तो राति भयो एमबिसी आउँदा नि एबिसी पुग्ने त आज सम्भवै छैन यहाँ बाटो बिराएर साथीहरू पनि छ भाइहरू माथि जानु त माथि त्यहीबाट एबिसी जाने हो कता त्यो त माथि हो होटल बुक गरिसक्यो दिदी हामीले आउँदा फेरि फर्किनु त्यतै होला नि त होटल त्यो त नरहेछ भाइ बसेछ ए यो त 50 वर्षको फुपू यति एनर्जेटिक केही भएको छैन अहिलेसम्म ज्याकेट पनि लगाएको छैन स्टिल बडी हुन्छ त्यतिको त हेर्नु न ज्याकेट पनि नलाउने जाडो पनि नहुने म त थर्रै भएको छु यो भाइ र म चाहिँ यो ढलेको होइन हामी दुईजना लेक लाएर त्यो भाइ र मलाई आज बिहान 8 बजी हिँडेको अहिले 8 बज्नु लागिसक्यो ननस्टप 12 घन्टा हिँड्दा नि यो एमबिसी नआइपुग्ने
हामी तल एमबिसीबाट माथि एबिसी जाँदै हो। मलाई हिजो बेलुका एकदमै लेक लागेर गाह्रो भयो थियो सास फेर्न। हजुर खै पानी अहिले त अहिले सन्चो भएर भाइ हिँडेछु हेर न। फेरि यहाँसम्म आएपछि है यत्तिको बसेँ हेरौँ भनेर खाएँ नि, फुलै खाइदिएँ म त। त्यो भाइलाई त साह्रै गाह्रो भएछ है। मलाई बमिट भएन क्या। त्यो घर आएको छ, त्यसले प्यानिक अट्याक आइसकेको छ कि है म नि 1 घन्टा मात्रै सुतेँ होला, तर उठ्दाखेरि छङ्ग भएको कि मलाई हामी माथि एबिसी जाँदै हो। यस्तो छ भ्यू। अझै 1 घन्टा हिँडेर आयो हामी तल एमबिसीबाट। अब अझै 1 घन्टा बाँकी छ। आथ्यौँ त्यो तिर्खा र खोलाको पानी खाँदैछ। हिजो बेलुका एकदमै लेक लगाएर सास फेर्न गाह्रो भयो अनि एकदमै गाह्रो भयो। अहिले चाहिँ अलिकति हल्का भएर फेरि यहाँसम्म आएपछि जाऊँ न भनेको गाइज। अझै बाँकी छ 1 आवर। यस्तो देखेछ भ्यू। एमबिसीबाट चाहिँ हामी 3 बजे उठेर हिँडेको, अहिले चाहिँ 5:20 भयो है। हिउँ पर्ने समयमा चाहिँ यहाँ सबै हिउँ पर्छ अरे। सनराइज हेर्नु जाने भनेको माथि 3 बजे उठेर हिँडेको। हालत खराब भयो। बल्ल बल्ल 3 घन्टा हिँडेर हामी यहाँ आइपुग्यो। तर हिमाल नै खुलेन, बादल लागेर मान्छेको भिड छ। यस्तो यो घरको मुनि हो। हालत खराब भयो। यस्तो दुःख गरेर आएको। अन्त 7-8 बजीतिर खुल्छ कि। यस्तो पो छ त मौसम त। यस्तो छ मौसम। कति बेला पुग्ने हो? अब एकछिन यहाँ बसौँ। यस्तो दुःख गरेर आएपछि होइन भाइ, के भयो यस्तो मौसम? लु फाइनली आइपुग्यो। कस्तो फिल भयो? यति हिँड्न सक्ने मान्छे नै हुँदो रहेछ। खुसी त लाग्यो तर हिउँै देखेन अरे। अहिले खुल्छ कि। इ हाम्रो भाइ बहिनीहरू ल हेलो भन त यता एकचोटि। एनर्जी भाइ बहिनीहरू यिनी बिना त म त हो त नि। इ यहाँ फोटो खिच्ने भिड होइन। युट्युबमा हाल्छु, युट्युबमा। विनिता गुरुङ, विनिता गुरुङ। ल सर्च गरेर सब्सक्राइब गर है, यतिकै मेमोरिजको लागि कि। हाई हाम्रो डेन्टिस्ट बहिनी भाइ बहिनीहरू हो, काठमाडौँबाट आउनुभएको। सँगै आएको हामी होइन, लड्दै पर्दै के रुँदै कराउँदै धकल्दै एक्लै अर्कालाई होइन। हो त नि, भालुले खान्छ भनेर तर्साइ आएको है भाइ। खोइ ऊ के अरे हाम्रो उसको त भयो सिद्धान्त। वेलकम टु अन्नपूर्ण बेस क्याम्प। त्यही राख्नु, केही हुन्न। One, two, three. वेलकम टु अन्नपूर्ण बेस क्याम्प। हो
वेलकम टु अन्नपूर्ण बेस क्याम्प ओ भन त ल हिमालय खुलेको छैन गीत बनाउँदैछ कि भिडियो बनाउँदैछ वेलकम टु अन्नपूर्ण बेस क्याम्प ल भयो हामी अन्नपूर्ण बेस क्याम्पको यो डाँडामा छौँ 41,030 मिटरको हाइटमा छौँ हामी अहिले हामी त्यहाँ फोटोसोटो खिचेर अब यहाँ यस्तो कफी खान जानु लाग्यो है यस्तो छ अहिले चाहिँ मौसम खुलेन क्या आज चाहिँ अहिले ठ्याक्कै बिहानको 6 बजेको छ कस्तो भइरह यति हिँड्न सक्नेहरू राम्रो है खुसी छु सक्सेसफुल भएकोमा तिमी आएकोमा धेरै खुसी होइन भन्दै गएको धन्दै हिजै सेल्टेन त्यतैतिर 41,030 मिटरको हाइटमा हिँड्दाखेरि कस्तो फिल भएछ त नि अहिले त सजिलो छ है उकालो चढ्ने बेलामा भन्नुपर्छ अहिले त केही छैन भेरी इजी सिधालाई त साह्रै इजी भयो हो तर मलाई अन्नपूर्ण बेस क्याम्प भन्दा कोरी नै मन पर्यो भाइ कोरीको त त्यो डाँडा डाँडा यस्तो दामी खिच्न पाउँछ बरु त्यो चौर चौर हिजो चाहिँ लेक लाएर धन्दै सेल्टेन आज चाहिँ यहाँ एनर्जी ब्याक त्यो हाई अल्टिट्युडको त्यो दबाईले होला नि यो गालातिर त पुरै नम्स भएर क्या त्यो झनन नभएछ मेरो त कफी ब्रेक अब यहाँ चाहिँ हामी ब्रेकफास्ट खान लागेको कफी कस्तो ब्लर ब्ल्याक कफी अनि यता सिधाले ल्याउँदैछ यता चाहिँ माछापुच्छी हिमाल हिजो यस्तो रोटी हो कि खान मन लाग्यो यस्तो दामी फुल्यो अहिले चाहिँ हिमाल है यो साइडमा अन्नपूर्ण हिमाल यस्तो दामी देखेछ अहिले चाहिँ यता चाहिँ माछापुच्छ्रे कस्तो दामी भ्यू देखेँ अहिले भन्नु Bangladesh. बल्ल घाम लागेर यहाँ भ्यू खुल्दैछ गाइज हेर्नु होला फोटो खिच्नेको यस्तो भिड छ यता बस्ने होटेलहरू हो यो चाहिँ यस्तो छ यो अन्नपूर्ण खुलेको छ यहाँ चाहिँ तर आँखाले हेर्दा मजा जस्तै यो भिडियोमा नआउँदो रहेछ ओके
हिजो बिरामी भएर धन ओइ छेउछेउ नजान तान्छ भन्छ अनि हेलिकप्टर 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 अहिले चाहिँ पुरा घाम लागेर भ्यू खुलेको अवस्था गाइज माछापुच्छे अन्नपूर्ण सब हिमाल खुलेछ अहिले चाहिँ यस्तो दामी खुलेछ लक्की रहेछ हामी आज हिजो केही भ्यू खुलेको थिएन रे आज चाहिँ यस्तो दामी खुलेछ अघि देख्दा नि हामी रिस उठ्दै आएको हे यो त मुस्ताङै यो भिड देखेको त मुस्ताङको भिड जस्तो देखेन त है भाइ हामी फोटो भिडियो सबै गऱ्यो अब फर्किन लागेको ल यहाँ मेरो हिरो भाइहरू है हेलो भाइहरू कस्तो भइरहेको विनिता दिदीले सबैजनाले सब्स्क्राइब गरिदिनु पर्यो लाइक गरिदिनु पर्यो ये दिदी हामी दिदी ल अब तल भेट्ने है ल ओके ल हेलो मेरो भाइहरू कस्तो भयो कस्तो भयो एक्सपिरियन्स हामी फर्केर आएर यहाँ चाहिँ टक्क अब ब्रेकफास्ट गरेर झर्नेसँगै ल यता हेर बहिनीहरू यहाँ हिजो मेरो अक्सिजन नाप्दिने बहिनीहरू उता ऊ दाइ फेरि उहाँ तलबाट सँगै आउनुभएको आज छुट्टिनु भयो हामी छोडेर जाँदैछौँ ल सबैजनालाई अब फेरि नेक्स्ट टाइम भेटौँला कतै है ल ओके हामी चाहिँ हिजो दोभानमा बसेर आज दोभानबाट यता अब ब्याम्बो जाँदै आज हामी ब्याम्बोबाट अनि झिनु के अरे छुम्बुङबाट झिनु हुँदै अनि पोखरा पुग्ने भन्ने प्लान हो यहाँ सिद्धान्त फुपू यस्तो बन हिँड्दैछौँ गाइज अति नै गर्मी भयो एबिसीबाट फर्किँदै दामी भ्यू हेरेर जाँदा आउँदा चाहिँ एकदमै धेरै गाह्रो भयो दुईजना हिँडेर यस्तो वनको बाटै यसरी आएको गाइज हामी ल हेर्नुहोस् बन हिजो राति झन् यस्तो पानी परेर दोभानमा आउँदा त हामी कति बजी थियो हिजो हामी त्यहाँ दोभान आउँदा कति बजी थियो अरे 8 बजी थियो होला है 7:40 भयो त पानी परेर यस्तो बिजोक भएको हिँड्दैछु हामी ब्रेकफास्ट गरेर 8 बजीतिर हिँडेको अब हामी ब्याम्बो फ्लावर्समा पुग्छ फ्लावर्सबाट झिम्रुङ फ्लावर्स हो तर झिनो लाग्छ होला उकालो छुम्रुङको त्यसपछि झिनु त ओह्रालो हो 2 घन्टा हुन्छ 2, 4, 6 घन्टा त नक्करै लाग्छ हामीलाई पोखरा पनि 3 घन्टा गाडी गाइज घामको मुख यहाँ अलिकति देखियो बल्ल नत्र त बन हिजो त अँधेरो भएर बाघ भालु नै आउँछ जस्तो लागेर डरलाउने है त्यो पछि त क्या हातेर लानुहोस् बाटो कस्तो छ त्यो भालुहरू पनि डराउँछ क्या तिनीहरू नि हामीसँग डराउँछ नि तिनीहरूलाई पनि आफ्नो ज्यानको माया हुन्छ नि हुन त आफ्नो टाइममा निस्किन त निस्क्यो होला बच्चाहरूलाई चाहिँ एट्याक हान्छ अरे छिटो अनि के छोरी मान्छेहरूलाई नि तिनीहरू पनि डराउँछ क्या हामी ज्यानको माया जस्तै
जनावरलाई नि हुन्छ नि यस्तो डेन्जर बनाइ मन छ है गाइज क्यामेरा पनि निकालेर खिच्नु नि अल्छी निकै थाकेर अनि एकछिन यस्तो खिच्नु भनेर गाइज यही हो दोकानमा बसेर हिँडेको अरे त अहिले दोकानबाट 8 बजे हिँडेको आज हामी चाहिँ अब झिनो पुग्ने हो 7 घन्टा 6 घन्टाको बाटो हामी चाहिँ अहिले यो जङ्गल हिँड्दै हो आउँदै हुनुहुन्छ मान्छेहरू माथि बेसीजनालाई अब हामी सिनुवा ब्याम्बोबाट हिँडेर सिनुवा जाँदै हो यस्तो जङ्गलको बाटो हिँड्दै हो गाइज स्ट्रगल धेरै छ तर दामी रमाइलो पनि भयो उता ल है कस्तो हुँदैछ त्यही कस्तो जङ्गल मान्छेहरू चाहिँ आउँदैछ है कहिले पुग्छ होला Hello. Best of luck. Yeah. कहाँ से? Country. We're from Nepal, Pokhara. Yeah. Hey, that jacket you need later over there. Best of luck. बाटो अब त आयो है दाइ सिनुवा कति मिनट छ बाबु कति मिनट छ भनेर हामीले कतिजनालाई सोध्यो होला यो ट्रेकिङ जाँदाको यो उस नै हो क्या तर हामीले त्यो म्यापमा हेरेन त हेर्छ नि त तर पनि सोध्नु मन लाग्ने कि एउटा मान्छे देख्यो भने चाहिँ फेरि कति मिनट छ अब कति बाँकी छ भने चाहिँ ट्रेन नै रहेछ हेलो गाइज बेस्ट अफ लक थैंक यू वी नीड इट टू यू टू वैसे थ्याङ्क यू आथा किरा आयो खुट्टामा किरा आयो उकालो फल्दिन भ्याङ्गेमा यस्तो छ गाइज यस्तै हो आज चाहिँ हामी एनी हाउ पोखरा पुग्ने हो या Where are you staying tonight? Tonight? बिचरा यिनीहरूलाई नि त यस्तै भारी बोकाएर वान यति ए छ हजुर बिचरा है कुञ्जुनीमा पाप गरे यत्रो
छुमरुङको उकालो हामी छुमरुङको उकालो कस्तो भइरहेछ खुसी छ अब आइपुग्ने लाग्यो होइन ल हामी चाहिँ फाइनल्ली एबिसी ट्रेक फिनिस भयो हाम्रो जर्नी एकदमै रमाइलो भयो न्यू एक्सपिरियन्स भयो है अनि हामी चाहिँ 4 डेजमा टोटल 4 डेजमा हामीले कम्प्लिट गर्यो एबिसी ट्रेक जाँदा 2 डेज फर्किँदा 2 डेज मान्छेहरूले चाहिँ जाँदाखेरि 3 दिन अनि फर्किँदाखेरि चाहिँ 2 दिन अथवा 3 दिन जाँदाखेरि चाहिँ प्रायःलाई 3 दिन लाग्दो रहेछ तर हामी चाहिँ एकदमै रस गरेर गयो है एक दिनमै 12-13 घन्टा हिँडेर एकदमै रस गर्दै गयो तर पनि हामी 2 दिनमा कम्प्लिट भयो माथि पुग्यो हामी 2 दिनमा अनि अहिले फर्किँदा 2 दिन अब चाहिँ हामी पोखरा जाने हो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल बेल आइकन पनि टिङ टिङ बजाउनु होला मैले नेक्स्ट भिडियो हाल्दाखेरि हजुरहरूकोमा नोटिफिकेसन आउनेछ है इफ सब्सक्राइब गर्नुभएको छैन भने छिटो छिटो सब्सक्राइब गरिदिइहाल्नु होला अनि लाइक पनि गर्नु होला है थ्याङ्क यू ल गाइज हामी त बिहान 8 बजे दोबनबाट हिँडेको अहिले चाहिँ ठ्याक्कै 8:22 भयो ठ्याक्क हामी यो एन्डिङ पोइन्ट गाडी चढ्ने ठाउँमा झिनुवाको यो पुलमा आइपुग्यो 8:22 मा भनेपछि हामी आज टोटल 12 घन्टा हिँडेर हाम्रो चाहिँ एन्डिङ पोइन्टमा आयो अब हामी पोखरा पुग्ने हो है ल सबैलाई धन्यवाद यता ल यता हेर्नु गाइज ए पुलमा आइपुग्यो हामी फाइनली है यस्तो दामी स्ट्रगल गऱ्यो ल पुल पनि अब हामी यो पुलमा हिँड्दैछौँ गाइज यो पुल तरेपछि हामी चाहिँ गाडी चढ्ने हो ल हेर्नुहोस् गाइज हामी त पुल तर्दैछौँ पुल पनि यति लामो छ कि यो कति मिटरको पुल होला यो कति मिटरको पुल हो यो आई डोन्ट नो उनीहरू पछाडि यहाँ पुग्यो सिधान कति लामो हो यो पुल त गाइज ल thank you for watching this video don't forget to like share and subscribe see you in next video like गर्नु भएको छैन भने लाइक गर्नुस् सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुस् ओके बाइ बाइ see you